काङ्ग्रेस पार्टी त जिम्मेवार पार्टी हो नि त। हामीले चाहिँ भोलि हिजो खड्गौलीले मात्रै गल्ती गरेका थिए भनेर धर पाइँदैन। गृहमन्त्री हाम्रो बस्ने 8-10 वर्षका बच्चालाई गोली हान्ने अनि दोष जति चाहिँ केपी ओलीलाई मात्रै थोपारेर भाग्न पाइँदैन। त्यो दोषको प्रतिशत होला हामी 40 होला, एमाले 60 होला होइन। हामी 40 त अवश्य भयौँ नि, किनभने गठबन्धनमा गृहमन्त्री हाम्रो छ, प्रधानमन्त्री उहाँहरूको छ, एलायन्समा छौँ हामी। अघिल्लो दिनसम्म चाहिँ सरकारबाट विथड्र गर्ने चाहिँ हाम्रो कुनै नीति छैन, कुनै कार्यक्रम छैन, कोही बोलेको छैन होइन। अनि मान्छे भटाभट बुलेट हानेर मारिदिएको छ। त्यो भएको के हो भने अघिल्लोपल्ट जुन दुर्गा प्रसाईको घटना थियो नि, त्यहाँ मान्छे चाहिँ भित्र जलाएर अनि सुट गरेर चाहिँ त्यहाँ तपाईँको असुर ग्यास चाहिँ हानेर उहाँहरूले चाहिँ डिफ्युज गर्नुभयो। अनि राज्य सत्तामा बसेका हाम्रा साथीहरूको मनोबल बढ्यो हो कि, मनोबल बढ्यो। र म त अहिले पनि भन्छु काङ्ग्रेस पार्टीले आफ्नो क्लिन छवि बनाउने हो भने तत्कालीन गृहमन्त्रीलाई कमसेकम 5 वर्षका निम्ति साधारण सदस्यबाट हटाउनुपर्छ, कारबाही गर्नुपर्छ। होला उहाँको नियत त्यो थिएन होला, हामीले मान्यौँ, तर परिणाम के हो? परिणाम त गोली खाए, नेपाली नागरिकले गोली खाए। र तपाईँले यसो पानी छर्केर ल्याएर मेरो टिममा अलिकति भोट दिन्छ कि अर्का टिममा दिन्छ कि भन्ने हिसाबले अहिले सोच्नुभयो। त्यो लेभलको माया राख्नुभयो भनेदेखि चाहिँ पार्टीलाई घाटा हुन्छ। त्यस कारणले गर्दाखेरि साथीहरूलाई, महामन्त्रीज्यूहरूलाई, पदाधिकारीज्यूहरूलाई मेरो आग्रह छ, प्लिज व्यक्तिगत एम्बिसनलाई छोडेर तपाईँहरू चाहिँ कमसेकम नीतिगत पोलिसीगत निर्णयमा बढी लाग्नुहोस्।